Hey guys, Golf and Grind with आकाशमा तपाईँलाई स्वागत छ। अनि आज चाहिँ म हाम्रो सन्दीप दाईसँग छु अनि धेरै पछिको प्लान पछि अनि थोरै हाम्रो सन्दीप दाईको अनुभव युएईमा आउनुभन्दा अगाडि अनि आएपछिको विषयमा हामी थोरै चर्चा गर्नेछौँ है त। सन्दीप दाई तपाईँलाई स्वागत छ। थ्याङ्क यू मेरो भाइ। यो चाहिँ हाम्रो गफ ग्राइन्डमा चाहिँ हामी छोटो कुरा गर्नेछौँ अनि सुरुमा हामी सन्दीप दाईको इन्ट्रोबाट सुरु गर्नेछौँ अनि सन्दीपलाई थोरै आफ्नो बारेमा बताइदिनु न त। मेरो नाम चाहिँ सन्दीप गुरुङ, म चाहिँ चितवनबाट। अब म आएको चाहिँ धेरै भयो छैन यहाँ युएमा, भर्खर 1.5 इयर्स चाहिँ कम्प्लिट भएको छ। म पनि बिगिनरै हो, यहाँको लागि त्यति अनुभव छैन। म पनि अब सिक्दैछु यहाँको कामहरू, एक्सपिरियन्सहरू लिँदैछु। अब पहिला नेपालमा काम नगरेको मान्छे यहाँ आएर अब स्ट्रगल गर्दैछु भनौँ न। त्यो चाहिँ गाह्रो छ है। फेरि नेपालमा चाहिँ केही गर्यो भने त सजिलो हुन्छ नत्र भने त। अनि हाम्रो दाइ चाहिँ यहाँनिर युएईमा के गर्नुहुन्छ भने चाहिँ हाम्रो दाइ चाहिँ अहिले अफिस बोयमा हुनुहुन्छ अनि धेरैचोटि तपाईँहरूले पनि सुनिराख्नु भएको होला है, एजेन्टहरू मार्फत अफिस बोयको लागि अफर छ। अनि कुनै ठाउँमा सुन्नु होला आफ्नो आफन्तले भन्छ अफिस बोयको लागि भ्याकेन्सी छ एप्लाई गर भन्छ। अनि कतिजना हामी दाइ नेपालमा जति पनि छ नि प्रायः युथहरूलाई थाहा पनि हुँदैन क्या अफिस बोय चाहिँ कस्तो खालको काम गर्नुपर्छ, त्यहाँ ड्युटी के हो। म पनि एकचोटि इन्टरभ्यू दिन गएको थिएँ इटरीमा अनि त्यो दिन जाँदाखेरि त्यहाँ एउटा अफिस बोयको लागि एउटा भ्याकेन्सी थियो क्या। अनि त्यहाँनिर गरेको अनि मलाई थाहा थिएन क्या के गर्नुपर्छ अफिस बोयको लागि भनेर। अनि एकचोटि थोरै भनिदिनु अफिस बोयमा चाहिँ के गर्नुपर्छ। अब अफिस बोय त्यस्तो हार्ड वर्किङ चाहिँ होइन अब मेरो अब एक्सपिरियन्स अनुसार चाहिँ त्यही हो, इनसाइड द कम्पनी हुन्छ काम चाहिँ। अब त्यस्तो घाममा अब काम गर्नु पर्दैन, त्यही हो। अब त्यहाँ स्टाफहरूलाई चिया बनाएर दिने बिहान बेलुका अब ड्युटी आवरभित्र। त्यसपछि डकुमेन्ट्सहरू अब सिग्नेचर लिने जिएमको, एचआरको अनि एकाउन्ट्सको सबै त्यही सिग्नेचरहरू जे डकुमेन्टहरू आउँछ त्यो डकुमेन्टहरू अब आफूले हेरेर कसको सिग्नेचर चाहिन्छ त्यसमा त्यही सिग्नेचरहरू कम्प्लिट गरेर चाहिँ अब कसले दिएको छ त्यसलाई नै ह्यान्डओभर गर्नु पर्यो। त्यति नै हो काम। त्यही त लाइक यो नेपालतिर चाहिँ प्रायः यो काम सिक्युरिटी गार्डले गर्छ होइन, ब्याङ्कतिरकोले सेम त्यस्तै रहेछ होइन त अहिले बुझ्दा चाहिँ। तर नाम चाहिँ फेरि अफिस बोय अलिकति होइन। अनि त्यो भएको कारणले गर्दा नेपालमा त फेरि त सिक्युरिटी गार्डले गर्छ नि त, फल्ना ठाउँमा जाने ब्याङ्कमा होइन डिपोजिटको स्लिप भर्नु सिकाउने अनि अलिकति यता गर्ने फाइलिङ गरिदिने डकुमेन्टहरू सेम त्यस्तै रहेछ है। तपाईँहरू यदि कोही अफिस बोयमा आउने युएई आउने विचार गर्नुहुँदैछ भने चाहिँ काम के होला भनेर तपाईँले थाहा पाइसक्नुभयो, बुझिसक्नुभयो। यस विषयमा तपाईँले अलिकति इन्टरनेटमा पनि सर्च गर्न सक्नुहुन्छ। अनि त यसको लागि लगभग इन्टरभ्यू तयारी केही गर्नुपर्छ हामीले लाइक इन्टरभ्यू तयारी भन्नाले अब अलिकति क्वालिफिकेसन छ भने आफूमा एक्सपिरियन्स छ भने अलिकति पछि अब प्रमोसनको लागि अब चान्सेस हुन्छ। त्यही हो। अब त्यो चाहिँ अब आफूमा डिपेन्ड हुन्छ। अब तिम्रो क्वालिफिकेसन कस्तो छ, तिमीसँग एक्सपिरियन्स कस्तो छ। अब यो अफिस बोय भनेको चाहिँ लाइक यो स्टेप हो कि एउटा स्टेप हो त्यो। अब तिमीसँग एक्सपिरियन्स छ भने, क्वालिफिकेसन छ भने त्यसबाट तिमी कामहरू सिकेर माथि अरू एचआर पोस्टहरूमा, एकाउन्ट्सहरूमा अनि पिआरहरूमा, अपरेसनमा अब कम्पनीको अब कस्तो कम्पनी छ त्यही हिसाबले माथि पनि बढ्न सकिन्छ क्या। अब कम्पनीमा भर पर्छ त्यो पनि हो। मेरो पनि त्यही हो। अब पछि गएर कामसम्म सिकेर चाहिँ अलिकति आफ्नो फ्युचरको लागि चाहिँ अब त्यही हिसाबले गर्दैछु। अब लेट्स चाहिँ के हुन्छ होइन फ्युचरमा। त्यही त हो। अब किनभने हाम्रो गर्दै गएपछि मात्रै राम्रो हुने हो नि त, के हुने हो थाहा छैन। अनि दाइ अझै एउटा कुरा सोध्नु मन थियो मलाई, ड्युटी आवर चाहिँ कस्तो हुन्छ यो अफिस बोयमा। अब हाम्रो चाहिँ अब कस्तो छ भने अब हाम्रो चाहिँ यहाँ ट्याक्सी कम्पनी हो। ट्याक्सी कम्पनी हो। अब हाम्रो चाहिँ नर्मल्ली अब 8 आवर्स 30 मिनट हुन्छ। अनि सटरडे र सन्डे चाहिँ छुट्टी हुन्छ अनि पब्लिक होलिडेमा सधैँ छुट्टी हुन्छ हाम्रो चाहिँ। त्यो भएर राम्रो छ है। अनि अब कम्पनीकै एकोमोडेसनमा छ। अब त्यही हो। त्यस्तै त कम्पनी राम्रो छ भने त एकोमोडेसन दिइहाल्छ। अनि दाइ अब सबैजनालाई दर्शकहरूलाई हुन्छ नि त्यो सुन्नु मन लागेको विदेश आएपछि चाहिँ यति हुन्छ उति हुन्छ होइन, पैसाको कुरा त हो त नि होइन। हामी जति नेपाली हो जति पनि आउँछ यहाँनिर पैसा कमाउन आएको हो नि त। अनि त्यो हुँदाखेरि त्यही हामीलाई सबैभन्दा धेरै चासो चाहिँ काम जेसुकै होस् होइन, हामी बेल चाहनु पनि तयार छौँ तर स्यालेरी चाहिँ राम्रो हुनु पऱ्यो भन्ने हुन्छ नि त होइन। अनि के छ स्यालेरी चाहिँ दाइ अब लगभग। अब भाइ स्यालेरीको कुरा गर्दा चाहिँ अब स्टार्टिङ स्यालेरी सबैको त्यस्तै हो भाइ होइन। त्यो 1500 2000 अब कसैको त अब त्यति पनि हुँदैन। अब अरूहरूको सुन्दा अब त्यही 1500मा खाना बस्नुपर्ने त्यस्तो पनि हुन्छ होइन। र मेरो चाहिँ अलिकति
अब मेरो अब आफूलाई चाहिँ अलिकति ठिकै छ भनौँ अब स्टार्टिङ फेजमा चाहिँ यतिको चाहिँ ठिकै भनौँ मेरो चाहिँ अब 1800 छ त्यसमा अब कम्पनीको एकोमोडेसन छ खाना त्यसैमा हो त्यही हो त्यही त रह्यो पनि घरमा जे होस् लगभग 50,000 चाहिँ दाइले मजाले आफूले खाएर यहाँनिर आफ्नो उयो गरेर सेभिङ्ससम्म चाहिँ अथवा यदि ऋण छ भने 50,000 घर पठाउन चाहिँ सक्नुहुन्छ है अफिस बोयमा पनि अनि दाइ लाइक यहाँनिर मान्छेले सबैभन्दा ठुलो कुरा चाहिँ के गल्ती गर्छ भने एक्सपेक्टेसन्स क्या दाइ होइन हामी हुँदा पनि ओ फल्नाले त यति कमाउँछ उति कमाउँछ अरे भन्छ नि त अनि यहाँ आएपछि चाहिँ फेरि जिल्लै क्या अब छैन नि त त्यो खालको अब कसरी अब म पनि आउँदाखेरि सुरुमा बारिस्टाको 3,000 हुन्छ 4,000 हुन्छ छैन त मैले स्टार्टिङ 1800 देखि नै गरेँ हो नि त अनि त्यो हुँदाखेरि यो कुराहरू सुन्दाखेरि चाहिँ अनि तपाईँ के भन्नु चाहनुहुन्छ जो फ्रेसरहरू आउँदैछ उनीहरूलाई चाहिँ के भन्नु चाहनुहुन्छ यो के सत्य हो त मान्छेले भन्छ एजेन्टहरूले भन्छ तपाईँहरूको खानु बस्नु गरेर यति हुन्छ उति हुन्छ भने के लाग्छ यो चाहिँ तपाईँलाई अब मेरो एक्सपिरियन्स अनुसार चाहिँ भाइ होइन धेरै एक्सपेक्ट नगर्दा ठिक हुन्छ होइन अब जति छ अब त्यसमै आफू खुसी हुने अब पछि भनेको तिम्रो अब आफूले कति गर्न सकिन्छ त्यो भनेको स्यालेरी अब त्यसमै डिपेन्ड हुन्छ आफूसँग कति एक्सपिरियन्स छ कति क्वालिफिकेसन छ अब मेन कुरा चाहिँ के हो भने अब विदेश जानुभन्दा पहिला चाहिँ आफू चाहिँ स्किल्सहरू सिकेर आयो भने चाहिँ त्यो चाहिँ अलिकति प्लस पोइन्ट हुन्छ जस्तो लाग्छ मेरो विचारमा यदि कोही अफिस बोयमा आउनु खोज्दैछ भने चाहिँ त्यसले चाहिँ के सिक्दाखेरि राम्रो हुन्छ जस्तो लाग्छ तपाईँलाई अब अफिस बोयमै काम गर्ने भयो भने चाहिँ अलिकति कम्प्युटर नलेज भयो भने चाहिँ प्लस पोइन्ट हुन्छ अनि अब इङ्ग्लिसहरू चाहिँ अलिकति राम्रोसँग बोल्न सक्यो भने त्यो चाहिँ प्लस पोइन्ट हो है त्यसको लागि चाहिँ अब त्यसमा के छ भने अब मेनली भनेको त अफिसभित्र भनेको त सबै कम्प्युटरको अहिले जमानै कम्प्युटरको छ नि त होइन त्यही भएर अलिकति कम्प्युटरको नलेज हुने मान्छे चाहिँ अलिकति चाँडै अब प्रमोसन हुने चाहिँ त्यसमा चाहिँ भर पर्छ कि त्यही भएर त्यही त स्किल चाहिँ एकदम म्यान्डेटरी छ स्किल चाहिँ किनभने अब जो आउँदाखेरि नि मान्छेहरू चाहिँ कतिजनाले अनि अझै एउटा सरप्राइजिङ कुरा चाहिँ के छ भने नि यो ठाउँमा चाहिँ दाइ पनि भिजिट भिजामै आउनुभएको हो कि अनि भिजिट भिजामा आएर पछि कामहरू खोजेर गर्नुभएको हो अनि प्रायः युएईमा चाहिँ जो पनि भिजिट भिजामा आउँछ थुप्रो फर्केको पनि छ थुप्रोले काम गरि पनि रहेको छ अनि त्यो चाहिँ तपाईँमा भर पर्छ यदि तपाईँले आफ्नो माइन्डसेटलाई दह्रो पारेर अब जे हुन्छ होइन आएको छु अब चाहिँ म फर्किँदिनँ गर्छु नै भनेर तपाईँले सानोतिनो काम सुरु गरेर बस्दाखेरि आउने दिनहरूमा चाहिँ खेर जाँदैन होइन त दाइ त्यो त्यही हो अब चाहे त्यो पैसा स्यालेरी थोरै होस् खानु र बस्नु मात्रै भए पनि 1 वर्षपछि त राम्रो भइहाल्छ त्यो त त्यही हो भाइ यहाँ चाहिँ अब हरेस खानुहुन्न होइन विदेश आएपछि म पनि भिजिट भिसामै आयो लगभग 1 महिना बस्यो 1 महिना बसेपछि अनि काम पाएँ त्यसपछि अनि इन्टरभ्यू दिएर अनि फेरि 1 महिना कुर्यो त्यसको लागि अब ई भिजाको लागि 1 महिना कुरेर अनि बल्ल स्टार्ट गरेँ मैले त्यही हो अब सुरुमा आउँदा चाहिँ अब तिम्रो काम भने चाहिँ सानो ठुलो हुँदैन होइन एक्सपिरियन्स लिने हो जे काम पनि अब तिमी अब पछि भनेको यहाँ चेन्ज गर्न सकिन्छ तिम्रो काम हेरेर काम अब आफूमा एक्सपिरियन्स भएपछि अब नेक्स्ट जबहरू त्यहाँ पाइन्छ त्यो नपाइने होइन त्यही हो अन्त तपाईँहरू जो पनि आउनुभयो बस्नुहुन्छ होइन सुन्नु पनि भयो होला कतिजना चाहिँ फेरि फर्किन्छन् कतिले के गर्छ होइन तर तपाईँहरूले आफ्नो माइन्ड मेकअप चाहिँ एकदमै राम्रो बनाएर आउनु होला जान्छु म गर्छु नै भन्नुभयो भने चाहिँ खेर त जाँदैन है फेरि अपर्च्युनिटीहरू धेरै आउँछ होइन त दाइ पछि त अपर्च्युनिटी धेरै छ नि भाइ तिमी अब लाइसेन्स गाडीकै लाइसेन्स निकाल्यो भने पनि तिम्रो अब राम्रै जबहरू सेल्सम्यानहरूमा सेल्स एक्जिक्युटिभहरूमा धेरै कम्पनीहरू छ यहाँ भाइ अब तिमी चाहिँ अलिकति स्ट्रगल चाहिँ गर्नुपर्छ स्टार्टिङ फेजमा चाहिँ हरेस खानु भएन अब सबै स्टार्टिङमै तिमीलाई अब ठुलो पोस्टमा ठुलो स्यालेरी त्यो चाहिँ पाउँदैन त्यो चाहिँ अलिकति रियर केसमा होला अब कसैसँग अब राम्रै एक्सपिरियन्स छ भने अब आफ्नो क्वालिफिकेसन अनुसारमा त्यो पाइन्छ तर त्यो पाइँदैन भन्ने होइन तर अब रियरली नै त्यस्तो कुराहरू छ अफिसमा टिप्स के छ दाइ टिप्सहरू पाउने यताउति इन्कम एक्स्ट्रा इन्कम अब होइन त्यस्तो टिप्स भने त खासै हुँदैन कहिलेकाहीँ यसो अब ओकेजन्सहरूमा फेस्टिभलहरूमा अब बोनसहरू चाहिँ दिन्छ है दाइ फेरि कम्पनी चाहिँ अब राम्रो भयो भने चाहिँ तिम्रो अब एभ्री इयरमा चाहिँ बोनस दिन्छ सुनिहाल्नु भयो होइन यो थियो हाम्रो छोटो गफ एन्ड ग्राइन्डमा चाहिँ रहेको कुरा अनि हाम्रो सन्दीप दाइलाई धेरै धेरै धन्यवाद छ अनि यस्तै कुराहरू जान्नुको लागि होइन मलाई फलो गर्नु होला लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला अनि यदि तपाईँहरू पनि कोही युए आउने चाहना गरिराख्नु भएको छ र इच्छा गरिराख्नु भएको छ भने कृपया गरी
प्लेस कसरी हुन्छ अङ्ग्रेजी बोल्न अनि र केही न केही स्किल चाहिँ तपाईँले सिकेर आउँदाखेरि चाहिँ धेरै राम्रो तपाईँलाई हेल्पफुल हुनेछ किनभने यो ठाउँ भनेको तपाईँले आफ्नो कलालाई मात्रै बेच्ने है अरू त कुनै कामै छैन यदि तपाईँसँग कुनै स्किल छैन भने एकदमै गाह्रो हुन्छ त्यो हुँदाखेरि आउने दिनहरूमा हामी अरू जबहरूको विषयमा पनि हामी बुझ्नेछौँ आज थियो हाम्रो दाइसँग अफिस वर्क एक्सपिरियन्स अनि आउने दिनहरूमा हामी धेरै चर्चित होइन युए भन्ने बित्तिकै के छ त मान्छेले सुन्ने बित्तिकै सेक्युरिटी गार्ड है 3 लाख 2 लाख स्यालेरी छ यति छ बारिस्टाको यति छ होइन क्लिनिङको यस्तो छ अनि स्टाफको यस्तो छ यो सबै कुराहरू चाहिँ हामी स्टेप बाई स्टेप ल्याउनेछौँ कृपया गरी तपाईँहरूले फलो गरेर स्टे ट्युन रहनु होला अनि तपाईँहरू यहाँसम्म आउनुभएको साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद सिउ